एउटा कविता सन्तपुर 3 टपु डाँडाबाट एउटा सानो कविता पस्किन लगाइरहेको छु। शीर्षक छ यो कविताको काहलको महिमा भनेर शीर्षक बताइएको छ। म चेतना गर्चोला रमिते डाँडाबाट। धन्यवाद। एउटा आयो टपटी पुलको मिठी पुगो तारै र टर्दैन थियो, गादा तुल्ल लुकेर हिँड्छ सदा मारेर मर्दैन थियो। खाता जाति सकी सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन थियो। राजा रङ्क समान औषले वैषम्य गर्दैन थियो। थुप्रोमा उदिनी मिठो र नमिठो रोजेर छान्दैन थियो। लाखौं अस्र सहस्र महिमा देखेर डर्दैन थियो। आयु टपटी पुलगु मिठी पुगु तारेर टर्दैन थियो। आयु टपटी पुलगु मिठी पुगु तारेर टर्दैन थियो। धन्यवाद। छोटो कविता यहाँ